म यति बेला छेडागाड नगरपालिका वडा नम्बर 8 को घोगी टोलको बीच केन्द्रमा छु, जहाँ मेरो स्थायी घर पनि यहीँ पर्छ। म यहीँकै नागरिक हुँ र यो नागरिकको हिसाबले एउटा सरकारवाला निकायहरूलाई यसका विषयमा केही जानकारी गराउन चाहन्छु। र यो हाम्रो गाउँको बीच केन्द्रमा यो तपाईले दृश्यमा देखिराख्नु भएको छ, स्थानीय भाषामा हामीले देउल भनिराखेका छौँ र यसको चाहिँ प्राचीन परापूर्व कालदेखि यसको चाहिँ स्तूपा भन्ने पनि गरिएको छ। यसको विषयमा खास स्थानीय टोलीहरूसँग सोद्धाखेरि जति बेला 1700 वर्ष अगाडि 17औं शताब्दीमा जहाँ भोट राज्यहरू थिए, भोटेहरू बस्थे र भोटेहरूले आफ्नो राज्य सकिसके पछाडि र आफू एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्ने जति बेलाको समय थियो, त्यति बेला चाहिँ उहाँहरूले कसैको भनाइमा के छ भने उहाँहरू जाँदाखेरि आफ्नो चिनोको रूपमा बनाएको भन्ने पनि सुनिन्छ भने कोही इतिहासविदहरूले के भन्छन् भने उहाँहरू जाँदाखेरि आफ्नो सम्पत्तिहरू, आफ्नो धन सम्पत्तिहरू लिन नसकेर यही बीचमा गाडेर राखेको भन्ने पनि सुनिन्छ। त्यसकारण पछि यसलाई व्यवस्थित बनाउनको लागि धेरै पछि यहाँका स्थानीयहरू जागरुक भएर र त्यसपछि पुरातत्व विभागबाट यसको पुरातत्व विभागमा पनि यसको रेकर्ड छ र पुरातत्व विभागको टोली पनि यहाँ आइसके पछाडि यसलाई कसरी मर्मत गराउन सकिन्छ भन्ने छलफलका बीचमा झन्डै 2-3 वर्ष उहाँहरूले बजेट व्यवस्थापन गरेर यो 90 सालको भूकम्पले यी सबै देवलहरू तहस-नहस थिए र पछि 15वटा देवलहरू थिए। तपाईले दृश्यमा देखिराख्नु भएको छ 5-5 वटा जो यो लाइनमा छ, यसमा चाहिँ 5 वटा, यसमा 5 वटा र यसमा 3 वटा छ। पहिला चाहिँ 5 वटा गरेर 15 वटा थियो। तपाईले दृश्यमा देख्नु भएको छ एउटा त्यहाँ खाली छ भने यसको तल चाहिँ भत्किएको थियो। भत्काएर यसलाई अहिले 13 वटामा मात्रै बनाएको सीमित राखिएको छ भने यसलाई पुरातत्व विभागले पनि 2-3 वर्ष जति यसलाई मर्मत गरेर राखेको छ र पछि यसलाई अझ थप व्यवस्थित बनाउनको लागि स्थानीय सरकार लगायत सम्पूर्ण सरकारवाला निकायहरूले केही बजेट व्यवस्थापन गरेर र यहाँका स्थानीय सबै युवा साथीभाइहरू, यहाँका नागरिकहरूले यो पर्खालको व्यवस्थापन गर्नुभएको छ र सँगसँगै तपाईहरुले देख्नु भएको छ यो अगाडि देख्नु भएको छ यो शिव मन्दिर। यो शिव मन्दिर स्थापना गर्नको लागि पनि एउटा छुट्टै इतिहास छ। यसको के इतिहास छ भने जति बेला यहाँको यो यहाँका स्थानीयहरूले यहाँभित्र भएको धातु चिजहरू जस्तै फलामहरू प्रयोग गर्नको लागि घरमा लिएर पछि त्यो फलाम प्रयोग गर्दाखेरि एउटा नाग देवताको रूपमा सर्प देखिएर त्यो सर्पले जुन घरमा लिनु भएको छ त्यसलाई त्यो घरमा गएर त्यो सर्पले समात्ने गरेको हुँदाखेरि पछि फेरि स्थानीयहरूले झन्डै धेरै वर्ष अगाडि शिवलाई हामीले पूजाआजा गर्नुपर्छ भनिसके पछाडि शिवको मन्दिर स्थापना गरेर पूजाआजा सुरु गर्नुभयो र पूजा सुरु गरिसके पछाडि त्यो सर्प चाहिँ देखिन छोड्यो। र सँगसँगै तपाईहरुले यहाँ म तपाईलाई थोरै देखाउन चाहन्छु। यो यसमा केही शिला लेखहरू, यो ढुङ्गामा केही अक्षरहरू पनि कुदिएको छ। यो अक्षरहरूको कुदिएको यहाँका स्थानीयहरूले कसैले यसको विषयमा चाहिँ थाहा पाउनु भएन र अक्षरहरू पनि चिन्न सक्नु भएन। पछि एक जमानामा नरहरी नाथ चाहिँ जुम्लाबाट यात्राकै क्रममा हिँड्दै आउँदाखेरि उहाँले यो शिलालेखमा भएको अक्षरहरू चाहिँ उहाँले भनेको अनुसार यो अक्षरहरू तपाईले देख्नु भएको छ। यो ओम मणि पद्मे हुम भन्ने कुरा अक्षरहरू चाहिँ हो भनेर उहाँहरूले भन्नुभयो र यो शब्द ग्रन्थहरू के रहेछ भने हिन्दू संस्कार अनुसारको यो शब्द ग्रन्थ हो भनेपछि हामी हिन्दूहरूले पनि यसमा पूजाआजा गर्न मिल्छ भनेर हामीले शिव मन्दिर स्थापना गरेर हामीले पूजापाठहरू सुरु गरेका छौँ। जो शिवरात्रिको दिनमा एउटा शिव मन्दिरको रूपमा हामीले शिवको पूजा गर्छौँ भने सँगसँगै तपाईँले देखिराख्नु भएको छ केही स्थानीय सरकार लगायत सरकारवाला निकायहरूले बजेट व्यवस्थापन गरेर र एउटा पुरानो हाम्रो यो यहाँका सबै युवाहरूले स्थापना गरेको एउटा सामाजिक संस्था थियो हिमालय युवा क्लब भन्ने, त्यसको नेतृत्वमा चाहिँ यो जग्गा व्यवस्थापन गरेका थियौँ हामीले। यो व्यक्तिको जग्गा थियो, हामीले किनेर यो जग्गा व्यवस्थापन गऱ्यौँ र सँगसँगै यो तपाईहरुले पर्खालहरू देखिराख्नु भएको छ। यो पर्खालहरू निर्माण गर्यो, जिल्ला विकास समितिले केही बजेट व्यवस्थापन गर्यो भने अनि त्यसपछि यो तपाईले योभन्दा अलि माथि त्यति बेला स्थापना भएको जो ढुङ्गे धाराहरू छ, त्यति हाम्रो स्थानीय भाषामा मुगना धारा भन्ने छ र त्यति बेला नै यो सँगसँगै भोटेहरूले नै स्थापना गरेको त्यहाँ धाराहरू छ। त्यो धाराहरू म तपाईलाई केही समय पछि देखाउँला।
अर्को उसमा देखाउँला। त्यहाँ पनि हामीले निर्माण गरेका छौँ। त्यहाँ पनि धाराहरू त्यति बेला सुनको धारा भन्ने थियो र पछि चाहिँ सुनको धारा भन्ने त्यति बेलाको छ, तर पछि अहिले हेर्दाखेरि त्यो चाहिँ अलि त्यहाँ जीर्ण भएको छ। त्यसलाई पनि हामीले एकचोटि चाहिँ व्यवस्थापन गरेका छौँ। र अब म तपाईँलाई के अनुरोध गर्न चाहन्छु भने यो सम्पत्ति भनेको तपाईँ हाम्रो राज्यको सम्पत्ति हो। एउटा यहाँका पालिका नागरिकको मात्र नभएर यहाँ हामी आम सरकारवाला निकायहरूको स्थानीय तहको राज्यको सम्पत्ति हुँदाखेरि यसलाई अझ थप व्यवस्थित बनाउनको लागि तपाईँ हामी सबै जुटेर तपाईँ हामी सबै लागेर यसलाई व्यवस्थित बनाउनको लागि हामी सबै लागौँ भन्दै र यो क्षेत्र आउनको लागि यो क्षेत्रलाई एउटा व्यवस्थित बनाउनको लागि यहाँका विषयमा चासो चिन्ता दिएर आउनको लागि सबै नागरिकहरूलाई सबै पर्यटन साथीभाइहरूलाई बाहिरको सबै दाजुभाइ दिदीबहिनीहरूलाई पनि अनुरोध गर्न चाहन्छु ताकि तपाईँहरू यो ठाउँमा यस्तो छ भनेर जो तपाईँलाई थाहा थिएन यो मार्फत यो भिडियो मार्फत यो सन्देश मार्फत तपाईँहरू यो ठाउँमा आइदिनुहोस्, अवलोकन गरिदिनुहोस्। यसलाई अझ थप व्यवस्थित कसरी बनाउन सकिन्छ तपाईँहरूले पनि केही सल्लाह सुझाव दिनुहोस् भन्ने कुरा राख्न चाहन्छु र यही अपेक्षाका साथ तपाईँहरू सबैलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँ आइदिनको लागि पुनः तपाईँलाई निम्तो पनि दिन चाहन्छु भन्दै म आफ्नो तपाईँलाई यो जानकारी गराएँ। धन्यवाद, नमस्कार।